नमस्कार अनि हार्दिक स्वागत छ। आज हाम्रो विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम हुँदैछ। हाम्रो भाइ बहिनीहरू यसरी बस्नु भएको छ। उहाँ मजासँग हामी असाध्यै भाग्यमानी पुनर्फल भाग्यमानी भन्नुहुन्छ भने हेर्नुहोस् त, न्यानो कपडा हामी चिसोबाट चाहिँ बगिनको लागि हामी क्लासभित्र बस्न नसकिरहेको अवस्था। अनि तपाईँ हाम्रै भन्नु है, के गर्ने होला, केटाकेटीहरूलाई भित्र राख्न सकिएन भनेको यति दयालु मन उहाँहरूको पहिलो सर्वप्रथम यस विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री बलराम पौडेलज्यूलाई म हार्दिक धन्यवाद दिन्छु। ग्रहण गरिदिनुको निमित्त सुनकोशी गाउँपालिका वडा नम्बर 1 तपाईँ हाम्रो समुदायलाई असाध्यै माया गरी शिक्षा, स्वास्थ्य तथा हर क्षेत्रमा कसरी उन्नति र प्रगति गराउन सकिन्छ भन्ने निरन्तर लागिरहनु हुने, माया गर्नुहुने आदरणीय वडाध्यक्ष श्री कुमार साईज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गर्न चाहन्छु। त्यसै गरी विद्यालय व्यवस्थापन समितिका सदस्य श्री गोमानिसलाई पनि अतिथिको आसन ग्रहण गर्नु। त्यसै गरी हाम्रा यो कार्यक्रममा असाध्यै सपोर्ट गरी विद्यार्थी भाइ बहिनीहरूलाई चिसो मौसमबाट बचाउनको निमित्त निरन्तर विद्यालय उपस्थित गराउनको निमित्त अनि विद्यालयमा कुमार शाहलाई विशेष अतिथिको आसन ग्रहण गर्न चाहन्छु। त्यसै गरी बसुमाया लामाज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गर्न चाहन्छु। उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्नो ठाउँमा अतिथिको आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछु। यस विद्यालयका शिक्षक साथीहरू, नवज्योति विद्यालयका शिक्षक साथीहरू, ग्रामीण बाल विकास केन्द्रका सहकर्ताज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस विद्यालयका बाल शिक्षा बाल गृहका विद्यार्थी भाइ बहिनीहरूलाई पनि अतिथिको आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछु। किशोरी विद्यार्थी भाइ बहिनीहरूलाई पनि अतिथिको आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सम्पूर्ण उपस्थितहरूलाई पनि आफ्नो ठाउँमा बसी अनुशासित भई असाध्यै ध्यानपूर्वक शान्तपूर्वक बसी यो वितरण कार्यक्रमलाई सफल पारिदिनको निमित्त सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सबैले जोरदारले ताली दिनु होला, स्वागत गरिदिनु अनुरोध गर्दछु। धन्यवाद। कति राम्रो पनि स्वागत कार्यक्रम चलिरहेको छ। ताली निरन्तर ताली पड्काइरहनु होला भाइ बहिनीहरू। हाम्रो पनि स्वागत कार्यक्रम निरन्तर ताली भाइ बहिनीहरू, निरन्तर ताली। यहाँ माल्यार्पण कार्यक्रम हुँदैछ। लगायत अन्य सम्पूर्ण अतिथिजनहरूमा न्यानो नमस्कार टक्राउन चाहन्छु। साथै विद्यालय प्राङ्गणमा उपस्थित रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, अन्य विद्यालयबाट पाल्नुभएका प्रधान अध्यापक, शिक्षक मित्रहरू, साथै यस विद्यालयमा अध्ययन गराउने सम्पूर्ण शिक्षक मित्रहरू र विद्यार्थी भाइ बहिनीहरूमा न्यानो अभिभावक विद्यार्थीहरूलाई
शिक्षण सिकाइ क्रियाकलाप स्वास्थ्य जस्ता चाहिँ कठिनाइहरू भोग्नु पर्यो। र न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत यहाँ बाल शिक्षामा अहिले न्यानो कपडा वितरण हुँदैछ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँहरूले बुझ्नु है, त्यो छुट्छ होला के हुन्छ लगाइदिने ओर्ने गर्नु होला है। लगाइदिउँ ट्याक्क ट्याक्क पनि जोड जान्ने है। आहा कति राम्रो ताली लाग्यो लाग्यो छैन नि के लाउँदाखेरि उनीहरूले म्यामहरूले सहयोग गरिदिनुहोस् है। सबैलाई न्यानो कपडा वितरण स्वेटर वितरण कार्यक्रम हुँदैछ। हाम्रो पूर्ण सरले यहाँ एउटा बच्चालाई लाएर सहयोग गर्दै हुनुहुन्छ। यता फर्काउनु सर, कस्तो लेख्यो? आमा ल हैट राम्रो ल सिक्नुपर्छ नि त। खै नमस्कार गरेको धन्यवाद। यहाँ लगाउने कार्यक्रम पनि जारी छ, सँगसँगै वितरण कार्यक्रम छ। उहाँले आफ्नो महत्त्वपूर्ण समयको बादमा पनि विद्यालयमा आएर कार्यक्रम सफल पारिदिनु भयो। कपडा लाउन सहयोग गरिदिनु। यता हेर्नुहोस् प्राप्त गर्ने भाइ बहिनीहरूले लाउनु होला है। त्यो साइज फरक पर्ने छ है, साइज फरक पर्ने रहेछ साथीहरू, हेरेर चाहिँ गरिदिनु होला, सहयोग गरिदिनु होला। ल हाम्रो बबिता मिसले यहाँ ड्रेस लगाइदिँदै हुनुहुन्छ। साथीहरू सहयोग गरिदिनु, साइज चाहिँ खुवाउनु पर्छ है केटाकेटीहरूलाई। लाइन बस्ने है, पहिला लाइन पछि पाँच प्राप्त गरेपछि ठुलो लगाउनु लगाइदिनु होला। कति राम्रो भयो हामीलाई। स्वेटर एक साइज ठुलो बनाइएको छ, किनभने नि यो एकै वर्ष फाट्दैन। हामीले लगाइदिनुहोस् ल। अनि केही एक ल स्वेटर वितरण कार्यक्रम सम्पन्न भयो। हाम्रो भाइ बहिनीहरू लाएर यसरी बस्नु भएको छ। सब स्वेटरमा आज स्वेटर बिहान कोही पनि छैन आज। ल सरले यहाँ स्वेटर लाउने कार्यक्रम लाउँदै हुनुहुन्छ। सबले यहाँ स्वेटर लाउने कार्यक्रम लाउँदैछ। उहाँहरू यहाँ हुनुहुन्छ, कस्तो राम्रो देखिरहेको छ। सब आज स्वेटर लाउन पाउँदा हाम्रो भाइ बहिनीहरू एकदम खुसी छन्। सबैले स्वेटर लाउँदैछ। ल ल लगाऊ लगाऊ लगाऊ, कस्तो देखिन्छ ल त्यो निकाल, लगाऊ लगाऊ ल लगाऊ त कस्तो देखिन्छ। र हाम्रो यहाँ स्कुल व्यवस्थापनको अध्यक्ष र हाम्रो सम्पूर्ण टिचर मिस र अभिभावकज्यूहरू र साथै हाम्रा प्यारा भाइ बहिनीहरू सबैजनामा मेरो न्यानो अभिवादन नमस्कार भन्न चाहन्छु। र साँच्चीकै आज तपाईँहरूको बिचमा यसरी आउन पाउँदाखेरि म आफैलाई पनि एकदमै खुसी लागेको छ। र तपाईँहरू एकदमै राम्रोसँग पढ्नुहोस् र यो एउटा सानो तपाईँहरूको बिचमा होइन, अब यो न्यानोको लागि एउटा सानो स्वेटर मात्रै हो, यो धेरै ठुलो कुरो होइन। तर यही तपाईँहरूप्रति हाम्रो एकदमै माया छ, प्रेम छ।
र निरन्तर रूपमा तपाईँहरूको बिचमा आउन पाऊँ र यो कार्यक्रमको लागि मैले हाम्रो स्थानीय सरकारका वडाध्यक्ष हाम्रो कुमार सरलाई मैले कुरा गरेको थिएँ अनि उहाँले चाहिँ हुन्छ नि सर बडो राम्रो हुन्छ भनेर त्यसमा प्रिन्सिपल सरलाई मैले राखियो कुरा अनि उहाँहरूले मलाई यो मौका दिनुभयो अवसर दिनुभयो आउनको लागि र जुन किसिमले तपाईँहरूले यहाँ स्वागत गर्नुभयो एकदमै मन छोएको छ है र आउने दिनहरूमा यति मात्र होइन नि र वास्तवमा भन्नुपर्दाखेरि नानीहरूको यो खुट्टामा जुत्ता लगाउन पाए अझ कति राम्रो हुन्थ्यो भन्ने चाहिँ मनमा चाहिँ लागिरहेको छ कि एकदमै र आउने दिनहरूमा नानीहरूको लागि त्यो पनि हामीले व्यवस्था गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै लागिरहेको छ तपाईँहरू सबैजना एकदमै राम्रोसँग पढ्नुहोस् धेरै ठुलो मान्छे बन्नुहोस् किनभने जीवनमा पढाइ चाहिँ असाध्यै महत्त्वपूर्ण कुरा रहेछ नानीहरू एकदमै ज्ञानी भएर पढ्नु होला स्कुलमा मात्र होइन तर हाम्रो सर मिसहरूले दिएको होमवर्कहरू पनि घरमा गएर पनि गर्नु मेरो छोरा अहिले चाहिँ 12 क्लासमा पढ्दैछ आजको दिनसम्म मैले उसलाई कहिले पनि बाबु होमवर्क गर भनेर कहिले पनि भन्नु परेको छैन स्कुलबाट आउन बित्तिकै घरमा जे खाजा थियो त्यो खाएर पहिला आफ्नो होमवर्क सकाएर अनि मात्र बाहिर जान्थ्यो अनि अहिले ऊ आफै बाहिर अहिले नेपालमा छैन 12 क्लासमा स्कलरसिपमा ऊ पढ्नको लागि गएको छ विदेशमा छ इजरायलमा हामीले केही पैसा खर्च गर्नु परेन उसले सबै स्कलरसिपमा पढिरहेको छ है अनि त्यो कुराले पनि म भाइ बहिनीहरूलाई के उत्साह दिन चाहन्छु भने पढ्नु के पढाइ चाहिँ साह्रै महत्त्वपूर्ण रहेछ स्कुलमा मात्र होइन तर हाम्रो सर मिसहरूले दिएको होमवर्कहरू घरमा गएर पनि पढ्नु मेरो छोरा बिहान 3 बजे उठेर 4 बजे उठेर बिहान उठेर पढ्थ्यो एकदमै र अहिले पनि म आशा गर्छु म हाम्रो हामीसँग नभए पनि कलेजमा हुँदा पनि ऊ पढिरहेको छ 6 बजे 5 बजे उठेर पढ्नु मम्मी बुवा घरमा नहुँदाखेरि छुकछुक नगर्नु अरू घरमै चाहिँ होमवर्कहरू गरेर बस्नु म सरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है जुन किसिमले तपाईँहरूले सेवा दिइराख्नु भएको छ हुन्छ हस् त थ्याङ्क यू यति नै राख्न चाहन्छु स्कुलका प्रिन्सिपलज्यू लगायत सम्पूर्ण शिक्षकवर्गहरू स्थानीय तहका हाम्रो वार्ड सदस्य हुनुहुन्छ यस स्कुलका सभापतिज्यू विशेष अध्यक्ष व्यवस्थापन उहाँलाई पनि एकदमै भेट्न पाउन खुसी लागेछ प्रिय भाइ बहिनीहरू सानो छोराछोरी भनौँ यो स्कुलमा जुन मैले अलि लेट गरेछु आइपुग्न मलाई एकदमै त्यसमा रिग्रेट लाग्छ म छिटै आइपुग्नु पर्थ्यो होला तर पनि म एकदमै विश्वास गर्छु बाबु नानीहरूको भविष्यमा आउने दिनहरूमा अझै निरन्तर यो ठाउँमा आएर हामीले सक्ने कुराहरू गर्न सकौँ भनेर विशेष गरेर म के भन्न चाहन्छु भने बाबु नानीहरूले चाहिँ सानोतिनो कुराले पढाइले नछोड्नु पढाइ चाहिँ एकदमै महत्त्वपूर्ण छ जसरी हाम्रो शरीरका आँखाहरू कति महत्त्वपूर्ण छन् है त्यसरी नै शिक्षा पढाइ चाहिँ एकदमै महत्त्वपूर्ण छ अनि म एकदमै धन्यवाद दिन चाहन्छु यहाँका शिक्षकवर्गहरू जो चाहिँ धेरै ठुल्ठुला स्कुलहरू सहरमा सबैजनाले चाहिँ राम्रो ठाउँ रोज्नुहुन्छ तरै पनि प्रिन्सिपल सर लगायत सम्पूर्ण सरहरू म्यामहरूलाई के भन्न चाहन्छु भने हजुरहरूले जुन सेवा दिनुभएको छ एकदमै यो चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु सबैलाई ठुलो तह अथवा एकदमै भनौँ न सुविधा सम्पन्न ठाउँ हुन त हाम्रो यो सिन्धुपाल्चोक भनौँ ठोकर्पा एकदमै नाम चलेको म पनि यो माथिको स्कुलमा ठोकर्पामा नै पढेको हो बागभैरवमा तरै पनि यहाँसम्म कति धेरै मेहनत गर्नुहुन्छ हजुरहरूले यो चाहिँ आउने दिनहरूमा यी नानीहरूको जीवनलाई जब देख्नुहुन्छ उनीहरूको आउने फ्युचरमा उनीहरूको जीवनलाई देखेर हजुरहरूलाई धेरै खुसी मिल्नेछ र अर्को चाहिँ म स्थानीय तहमा हुनुभएका हाम्रा कुमार सरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु उहाँ चाहिँ एकदमै प्रेरणादायी अनि धेरै चाहिँ सामाजिक काम गर्नुपर्छ भन्ने कुरा अनि अर्को चाहिँ म धेरै वर्ष मैले जब यसरी सानो सहयोगबाट नै यसपालि नानीहरूले एससी गर्यो त्यो कुराले मलाई धेरै गर्व लाग्छ तर म चाहिँ जुन धेरै वर्ष अगाडिदेखि म यहाँ आउँछु भन्दा पनि ढिलो भएकोमा चाहिँ म एकदमै क्षमा प्रार्थी छु तर पनि आउने दिनहरूमा अघि नै भन्नुभयो यहाँ हाम्रो अजय सरले आउने दिनहरूमा अझै पनि केही सहायता गर्न सकौँ म चाहिँ एउटा स्वास्थ्यको विषयमा सरसफाइको विषयमा पनि सिकाउने अर्को चाहिँ किन स्वास्थ्य कुरा महत्त्वपूर्ण छ भन्ने कुरा र अर्को चाहिँ जब हामी हेल्दी भयौँ भने हामीलाई पढ्नलाई सहायता पुग्छ र अर्को चाहिँ धेरै मैले यहाँ नानी बाबुहरूको गोडामा हेरेँ अनि मलाई धेरै अलिक पीडा लाग्यो किनभने यो धेरै चिसो मौसम छ तर आउने दिनहरूमा के गर्न सक्छौँ यहाँका हाम्रो प्रिन्सिपल सर र हाम्रो कुमार सरसँग मिलेर हामी केही गर्नेछौँ है
अनि आउने दिनहरूमा अझै गर्न सकौँ र तपाईँहरूको पढाइ चाहिँ निरन्तर होस्, कुनै कुराले नरोकोस् होइन, कुनै कुराले पनि तपाईँहरूको पढाइमा चाहिँ समस्या नआओस् त्यही भन्न चाहन्छु र यति भन्दै म छोटो यही राख्न सक्छु। हस्, धन्यवाद। धन्यवाद आदरणीय प्रधानाध्यापकज्यू है। आजको यस न्यानो कपडा वितरण कार्यक्रमका अध्यक्षता ग्रहण गरिदिनुभएका शिक्षक अभिभावक सङ्घका अध्यक्ष आदरणीय बलराम पौडेलज्यू, त्यस्तै यस कार्यक्रमका विशेष आकर्षक व्यक्तित्व भनौँ अथवा हाम्रो पाहुना भनौँ, हामीलाई सहयोग गर्न आउनुभएका आदरणीय अजय कुमार शाह सर, हाम्रो आदरणीय दिदी बसुलमाया तामाङज्यू, यस विद्यालयका प्रज्यू, छिमेकी विद्यालय नवोदय विकास प्रज्यू, यस विद्यालयका शिक्षक कर्मचारी साथीहरू, छिमेकी विद्यालय नवोदय र हाम्रो बाल शिक्षा विकास विमला मिस लगायत अभिभावकज्यूहरू र प्यारा प्यारा भाइ बहिनीहरू सम्पूर्णमा मेरो नमस्कार। सर्वप्रथम म व्यक्तिगत रूपमा यो कुनै संस्थाबाट होइन, व्यक्तिगत रूपमा अजय शाह र बसौटा यो बहुत कदमी छ, जुन एउटा चाहिँ हाम्रो समुदाय पहिचान गरेर हाम्रो समुदायका बालबच्चाहरूलाई चाहिँ पढाइमा केही सहयोग पुगोस् भनेर जुन न्यानो कपडा वितरण गर्ने कार्यक्रम ल्याउनु भएको छ, उहाँहरूलाई म यस समुदाय विद्यालय र मेरो व्यक्तिगत तर्फबाट र वडा कार्यालयको तर्फबाट उहाँहरूलाई हार्दिक स्वागत गर्दछु। साँच्चै सहयोग गर्नलाई धन मात्र भाग गर्दैन, सबैभन्दा ठुलो कुरो मन चाहिन्छ। उहाँहरूको त्यो मन, उहाँहरूको त्यो हृदय, त्यो काइन्डनेस एउटा चाहिँ समुदायलाई म विशेष सम्मान गर्न चाहन्छु र सहयोग गर्न मन सँगसँगै एउटा त्यो पहिचान उचित कसलाई गर्दाखेरि चाहिँ ठिक हुन्छ भन्ने कुरा एउटा पहिचान पनि गरिन्छ। त्यसले इफेक्टिभनेस, त्यसको प्रभावकारिता, त्यसलाई पनि पहिचान गर्न सक्नु पर्यो। त्यसको लागि पनि उहाँहरूलाई म विशेष धन्यवाद दिन्छु। यही स्विटर काठमाडौँको एउटा बोर्डिङ स्कुलमा अथवा सामुदायिक विद्यालयमा लगाएर दिँदै गर्दा यसको हुन्थ्यो र हाम्रो समुदायमा आज वितरण गर्दै गर्दा यसको महत्त्व कति छ भन्ने कुरा हामीले भनिराख्नु पर्दैन। त्यसलाई र माथिको एसिडीलाई जुन पोसाक अघिल्लो साल आएर वितरण गर्नुभयो, त्यस्तै गरी स्टेसनरी सामग्रीहरू वितरण गर्नुभयो र फेरि सम्झेर उहाँहरूले चाहिँ स्वेटर एउटा चाहिँ जाडोको लागि के गर्नु सक्छ, ट्र्याकसुट अथवा स्वेटर भन्ने कुरा उहाँले राख्नुभयो। त्यसमा हाम्रो प्रधानाध्यापकज्यूले कोअर्डिनेसन गरेर जुन आज स्वेटर वितरण गर्नुभयो, उहाँहरूको लागि म मेरो हाम्रो हृदयदेखि हाम्रो समुदायको सबैको चाहिँ एउटा आशीर्वाद, माया सहितको चाहिँ उहाँलाई म धन्यवाद दिन चाहन्छु। मैले धेरै लाने कुरा गरिनँ, उहाँले पेयर वितरण गरेर जानुभयो, सबैजनाले ड्रेस एकरूपता भयो। यसपालि यो जाडो कठ्याङ्ग्रीको समय पेपरको भन्दा यसपालि अलिक जाडो पनि अलिक चाँडै आयो, अलिक चिसो बढी नै छ। अझै सरसँग मेरो पनि सरले नि मलाई फोन गर्नुभयो, मैले गरे पनि होइन, सरले नै मलाई पनि फोन गर्नुभयो। हाम्रो त्यो पढी समुदायमा यसपालि के गर्न सकिन्छ सर भनेर उहाँले आफैले सोधेर के गर्न सकिन्छ भनेर उहाँले सोध्नु, उहाँको त्यो महानता हो। हाम्रो बसुमाया दिदीको त्यो महानता हो। हाम्रै गाउँको चेली हो दिदी, यही बाबुहरूसँग पढ्नुभयो होइन। अब भोलिका दिनमा हामी विद्यार्थी भाइ बहिनीहरू पनि यसै गरी चाहिँ भोलिका दिनमा हामीले प्रेरणा लिएर हाम्रो लागि पनि सिकाइयो, हाम्रो लागि पनि यो चाहिँ एउटा चाहिँ महत्त्वपूर्ण कुरा, हाम्रो लागि पनि ठुलो सपोर्ट हो। स्थानीय सरकारको लागि पनि, स्थानीय निकायको लागि, हामी समुदायको लागि ठुलो एउटा सहयोग हो, हामी परिवारको लागि पनि सहयोग हो, विद्यार्थी भाइ बहिनी तपाईँ विद्यालयको लागि पनि एउटा ठुलोभन्दा ठुलो सहयोग हो। त्यसकारण यी कुराहरूलाई चाहिँ हामीले सिकाइको रूपमा लिनुपर्छ, यी कुराहरूलाई हामीले अब पोजिटिभ रूपमा अगाडि बढाउनुपर्छ भन्न चाहे। र विद्यार्थी भाइ बहिनीहरूलाई यतिको धेरै सहयोग आएको छ, कुनै संस्थाबाट होइन, व्यक्तिगत रूपमा यसरी सहयोग प्राप्त भएको छ। आगामी दिनमा जुत्ताको पनि उहाँले कुरा गर्नुभएको छ, यसलाई पनि अब हामी सल्लाह गरेर प्रधानाध्यापकज्यूसँग, हाम्रो दाता आदरणीय दिदी भिनाउसँग सल्लाह गरेर
त्यसलाई पनि के गर्दै भन्ने कुरामा हामी जानेछौँ। र साथसाथै सबैभन्दा पहिला म तपाईँले पनि कति राम्रो कुरा भन्नुभयो, हाम्रो अजय सरले पनि कति राम्रो कुरा भन्नुभयो। अब पाउनु एउटा आफैमा ठुलो कुरा छ। साथसाथै यो किन दिएको भन्दाखेरि भाइ बहिनीहरूलाई चाहिँ एउटा चाहिँ चिसोमा बसेर चाहिँ घाम ताप्न घरमा बस्नु नपरोस्, स्कुल छोडेर जानु नपरोस्, हाम्रा बाबुआमाहरूलाई पनि केही सहयोग होस्, आर्थिक रूपमा पनि सहयोग होस्, बाबुआमाको पनि केही खर्चमा कम होस्, तपाईँहरूको चाहिँ शिक्षा दीक्षा चाहिँ राम्रो होस्, उत्तर होस्, बाबु नानीहरूको चाहिँ भविष्य उज्जवल होस् भनेर जुन सहयोग गर्नुभएको छ। त्यस कारणले बाबु नानीहरूले पनि विद्यार्थी भाइ बहिनीहरूले पनि राम्रोसँग पढेर देखाउनु पर्यो। यसपालिको 5 र 8 कक्षाको रिजल्टमा यो बाल शिक्षा आदि अब्बल छ भनेर गाउँपालिका भरि देखाउने गरी चाहिँ विद्यार्थी भाइ बहिनीलाई म शुभकामना दिन चाहन्छु। त्यो सँगसँगै उहाँको शिक्षक कर्मचारीहरूको टिम पनि एकदम राम्रो छ। चन्द्रमणि सर पनि एकदम खट्नुहुन्छ, उहाँले पनि टिमलाई मोबिलाइज गराइराख्नु भएको छ। यहाँका टिम, यहाँका सर मिसहरू पनि एकदम स्मार्ट हुनुहुन्छ। उहाँहरूको टिम अन्त जस्तो अन्त पनि देखिएको छ, त्यति छैन, एकदम राम्रो टिम छ। राम्रो टिमलाई म शुभकामना दिन चाहन्छु भन्दै मैले धेरै लामो समय लिन। नवज्योति आदिबाट पनि आउनुभएको छ, माथि बाल विकासबाट पनि आउनुभएको छ। सम्पूर्णलाई चाहिँ म विशेष बधाई धन्यवाद दिन चाहन्छु। र अन्तमा हाम्रो चन्द्रमणि सर फाउन्डेसन लगाउनु भएको छ उहाँले हाम्रो लागि। यसको लागि मेरो तर्फबाट, यस विद्यालयको तर्फबाट, यस समुदायको तर्फबाट धेरै 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 धन्यवाद दिन चाहन्छु। र अर्को ठुलो कुरा, यस विद्यालयको लागि उहाँले अब आउने बित्तिकै खुट्टामा पुरै त्यो कपाल मात्र लगाएको, उहाँले अर्को वचन पनि छोडिसक्नु भएको छ, सानो मात्रामा भएको। उहाँले चाहिँ अब के ठुलो सहयोग गरिसक्नु भएको छ। उहाँले चटलको साथी हो, न्यानो होस् भन्नको लागि उहाँले केही सहयोग गर्ने पासा छोडिसक्नु भएको छ। उहाँको लागि धेरै 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 धन्यवाद र सबैले तालीका साथ उहाँलाई सम्मान स्वागत भन्दै यस विद्यालयको लागि सदाको लागि उहाँको लागि सधैँ खुल्ला रहनेछ भन्दै के कति कुराहरू सबै सरले एउटा सूचीहरूले गरिसक्नुभयो। कति कुराहरू भन्न छटायो होला, यसको लागि क्षमा प्रार्थना।